गाइस हाम्रो चेरी ब्लमको ब्लगमा फेरि स्वागत छ। हाम्रो यात्रा स्टार्ट भयो ठ्याक्क हामी तालबाट माथि यहाँको घरहरू यहाँको भ्यू चाहिँ यस्तो छ है। आजको यात्रा चाहिँ गाइज हाम्रो यो ठ्याक्क यहाँको यात्रा छ है त। हामी चाहिँ उकालो लाग्ने क्रम सुरु भयो है। अब हामी यहाँबाट सबभन्दा माथि पुगेर त्यहाँको दृश्य तपाईहरुलाई देखाउने छौँ। एकदमै राम्रो ठाउँ, रमणीय दृश्यको भ्युजमा फेरि हामी भेट गर्नुपर्छ। दृश्य चाहिँ यस्तो छ, मान्छेहरूको आवत जावत बढिरहेछ। कोही फर्किने क्रम छ, कोही जाने क्रम छ। यहाँको टिपिकल हाउस घरहरू चाहिँ यस्तो छ गाइस। राम्रो लागेर यसको चाहिँ तस्बिर लिन मन लाग्यो। लगभग हामी यहाँको जुन रेसिडेन्स एरियालाई छोडेर अब यहाँ चाहिँ हामी माथि लाग्ने क्रममा चाहिँ एउटा सानो पैनी जस्तो सर्र बगेको देखियो। रेसिडेन्स एरियालाई छोडेर चाहिँ हामी अब प्रकृतिलाई हेर्नलाई माथि चढेको अवस्था छ। सो यस्तो छ। यात्रा अगाडि बढिरहेको छ है गाइस। अगाडि एल्भिसले रुट हेर्दैछ कताबाट हामी चढ्ने हो भनेर। रमाइलो भइरहेछ। यहाँ अरूले आउनु भएको रहेछ नि त तपाईँ। अब चेरी फले पछाडि आउनुपर्छ। बाटो राम्रो हेर है। यो एकछिन हिँड्नेलाई यो त कसरी सक्नु छ। जतिखेर उठ्ने बित्तिकै यो फ्रेस त अर्को सुँग्नै नपाइने यो बन्द। Danke.
उता रहेछ हौ। बिर्केनहोफ गाई चाहिँ अब हेर्नु यहाँका भेडाहरू आनन्दले चिलमा छन्, छोटोसँगले चिल गरेर बसिरहेका छन्। हाम्रो यात्रा अगाडि बढ्यो अब अलिकति साँघुरो बाटोबाट। यहाँको चाहिँ 360 भ्यूज यस्तो छ। कहो ना प्यार है, कहो ना प्यार है दिल मेरा। यो चोटि एकचोटि आयो, अब त्यो फले पछाडि पनि आउनु हो फेरि। फले पछाडि त अझै दामी हुन्छ नि। अब हामी घुमाउरो बाटोमा अगाडिको अर्को दृश्य देखिन आँटेको छ। त्यसलाई क्याच गरेर म पछाडिको पनि दृश्य तपाईँलाई देखाउँछु। अनि हामी यहाँ 2-4वटा फोटो पनि खिचौँ। यहाँ अगाडि चाहिँ यस्तो दृश्य छ है गाइस। ल हेर्नु, अगाडिबाट हेर्दा यस्तो, अब पछाडिबाट हेर्दा यस्तो दृश्य छ। यहाँ आए पछाडि चाहिँ अझै बाँचौँ जस्तो चाहिँ लाग्ने रहेछ है गाइज। कमेन्टमा लेख्नु पर्यो है कस्तो लागेको छ तपाईँहरूलाई। अब हामी चेरी ब्लमको चाहिँ एउटा गार्डन, भीषण गार्डनतिर लागिरहेको छौँ। अहिले त फल्ने बेला भएको छैन, त्योभन्दा अलिकति अगाडि हामी आइपुगेको छौँ, अगाडिको महिनामा। अब तपाईँहरूलाई चाहिँ फलो पोस्ट गर्नु होला अगाडिको भ्लगमा। अब यहाँको म दृश्य देखाउँछु। अहिलेको दृश्य चाहिँ यो मार्चको दृश्य हो यो। अब यो अप्रिलमा यो दृश्यले घनघोर, यसले चाहिँ दृश्यको चाहिँ अवलोकन गर्न पनि धेरै मजा आउनेछ। त्यतिखेर पनि आउने हो हामी। मोहब्बत हो गई है तुमसे। अहिले भरे अपलोड गर्नुपर्छ। अब माई गॉड, यहाँनिर त फिलिङ यहाँ आएर त मजाले खिच्न सक्नु रहेछ। अहिले चाहिँ हामी धेरै हाइटमा आइसकेको अवस्था छ गाइस। हेर्न सक्नुहुन्छ तलको रेसिडेन्स एरिया कहाँ तल छडियो।
आजको 3 घन्टाको हाम्रो यो ट्रिप लगभग हामी आधी पनि आइपुगेको छैनौँ। मैले कुनमा हो कुन हाम्रो बगानमा टिपेको पनि देखाइदिन्छु। यस्तो छ है गाइस। अब अप्रिलमा म देखाउँछु नेक्स्ट पोस्टमा है। यहाँ हेर्नु यही हो अब यो चेरी ब्लम र यो रुख हुने दिन आउँदैछ गाइस। ल हेर्नु है त। गोरेटो नि उस्तै छ गल्ली तिमी कतै बद्ल्यौ कि गोरेटो नि उस्तै छ गल्ली तिमी कतै बद्ल्यौ कि आकाश उही छ धरती उही छ कतै तिम्रो मन बल्यो कि ओ प्रिय ओ प्रिय ओ प्रिय। पुर्सवा देखाऊ त फेरि। पर पर भाइ साइक्लिङ पनि हुँदैछ। माथि एउटा प्लेन पनि गयो। जसो गर जे भन आउ न बुढी। यो मन त मेरो नेपाली हो। गर्व छ मैले तिमीलाई पाएकोमा मलाई गर्व छ हाम्रो पुर्खाले कति व्यथाहरू सहेर कति व्यथाहरू सहेर इतिहासमा कथा त लेखेकै छन्। हाम्रो स्विजरल्यान्डको सेरोफेरो गाइस यस्तै छ है। कुदा कुदा है बाघ आउला। ल यहाँ स्पोर्ट हुँदैछ कसै कसैको। ल है त ल को फर्स्ट है त ल ल ल ल ल बल गरौँ बल गरौँ बल गरौँ। यसको यो 3-4वटा बाटोले नि कस्तो राम्रो देखिएको थियो। त्यो हटाउने के थियो निता होइन। निता ढुङ्गाना अब गहिरो आवश्यक पुङ्ट भनेको यही होला। अब एकछिन यहाँ बस्ने ठाउँ भयो भने बस्दा पनि हुन्थ्यो क्या यसरी।
हामी यताबाट हिँडेर गाडी भएको ठाउँ पुग्छौँ त। ठ्याक्क उनीहरूले रुट बनाएको छ नि त। फुलै फुल दिन्छौ कि काँडै काँडा दिन्छौ कि तिम्रो त मनको कुरा हो। फुलै फुल दिन्छौ कि काँडै काँडा दिन्छौ कि मनको कुरा। के भनिदिनुहुन्छ कि छैन है शब्द पनि केही। आजको दिन कस्तो छ हौ? खुसीमय छ? एकदम जहिले आज होइन हाम्रो सधैँ रमाइलो। आज त झन् नारीको आजको नारी दिवस। म चाहिँ नारीलाई लिएर हिँडिरहेको छु है। नारी दै हिँडिरहेको छु। आजको दिन खुसी राख भने वर्षभरि खुसी हुन्छन् अरे भनेर भन्थे बुढापाकाले। त्यही भएर यो गाउँ पनि यसो घुमाइदिउँ अनि त्यति पछि बुढी पनि मक्ख भइहाल्छ भनेर ल्याएको। हाम्रो दुईजना मेम्बरहरू माथि चुलीमा पुगिसक्नु भएको अवस्था छ। यहाँको चाहिँ स्विस रोड यस्तै छ है। यो चाहिँ यहाँको गाउँले रोड के अरे नागबेली बाटो। नागबेली सिन्धुलीको बाटो। सो अब हामी अझै हाई पोइन्टमा पुग्न आँटिरहेको छौँ। अहिले हामी त्यस्तै 400मा होला होइन बुढी? त्यहाँ कति 400 लेखे जस्तो लाग्यो। पछि एडिट गर्न। अब हामी धेरै हाइटमा आइसकेको छौँ है गाइज। यहाँ दौडिने क्रम जारी छ। म्याराथन, नारी म्याराथन जारी छ आज नारी दिवसमा। यहाँको टिपिकल घर यो चाहिँ ठ्याक्क बिचमा एउटा घर कस्तो दामी। अहिले हामी अझै धेरै हाइटमा आइसक्यौँ। यस्तै छ है। Yes, sir. Ito na. कस्तो जाडो कस्ता कटाएर यहाँसम्म आएका नि हामी ऊ तल बेसीबाट चल्दै हामी अहिले यति हाइटमा आइसक्यौँ है गाइस। अलिकति हाइटमा आए पछाडि अलिकति अप एन्ड डाउन त भइहाल्छ है। रेस्पिरेसनदेखि लिएर हामी बोलीमा पनि अलिकति ऊ भइरहेको छ अप एन्ड डाउन। यस्तै यो हाइटमा आएपछि यहाँको चाहिँ करेन्ट भ्यू चाहिँ यस्तो छ।
एकछिन बिस्तारै हिँड न ल, हामी आउँदैछौँ है त ल। चुसाच रुट लिएछौ नि त तिमीले होइन? ए हो र, ठिकै छ, राम्रो छ। लाउतिर ब्रुनेन जस्तो भाइब्स आइरहेछ यो माथिबाट हेर्दा। त्यही त, ल ल एकछिन त्यहाँ स्लो डाउन गर है त। दुईजना बसेका तर कहीँ नपाइने। ए हामी त रिल्याक्स गर्ने अरे होइन हौ। अनि अब कति त्यहाँनिर रोक नि त, जहाँबाट सबै देखिने। साँच्चै उ त्यहाँ मोल हालेको रहेछ क्या धेरै नै। हो जाउँ सचु त्यहाँनिर बस्नु। के ब्याङ्कली छ? ब्याङ्कली त छैन। हुन्छ त्यहाँ पनि त अब त हेर्नु। अनि एलबिस हामी त्यो चिसोमा पर्छौँ अझै। त्यहाँबाट सही निस्किने हो। लगाइ पसौँ। हाम्रो पिकनिक सुरु भयो अब। पाखुरा छ होइन आज बाबाको सो घर। अलि चालिएको त्यो पछाडि त नानी हालेको छ। यिनीहरूको जिन्दगीभरि छैन हौ, कहाँ देख्नुभयो? बुढाबुढी रहेछ। यस्तो यो 1 केजी सबभन्दा मनपर्ने। मामु बाबाले के गर्नुहुन्छ यिनीहरू हात दिनु भन्नुहुन्छ आमासँग हात दिनु त अनि यिनीहरू यस्तो गरेर यत्रो अहिले गरौँ है त पर्ला एकचोटि हामी पनि यो सिजनमा आउनलाई कस्तो चिसो काट्यौँ नि। चिसो त अझै त्यो मान्छेलाई सोध्नुपर्छ जस्तो गाडी छैन र ट्रेनमा जानुपर्छ। साइकलबाट पन्जा पनि नलाइकन ती नजिकै छ मागेर आएर जङ्गलबाट फिर्नु त जान्छ बाटो छिरे छ कि छिटो हामीलाई भित्र। यो अम्लाले त नसमाएर यसले साइकल चाहिँ हेन्डिल समाएर आएछ कि भित्र पसेर पनि आएछ जस्तो लाग्यो। भर्नु भरे त हो तातो पानीमा हात यसो गर्दै रहेछ दमामा। आज तर एउटा अनलक्की कुनै पनि ब्याङ्कलीमा बस्न पाइएन। अगाडि होला अब। अब आयो अर्को रिस्को बेलबासो। परले हामीले यसो यसो गरेर घुमाउनु भन्नुपर्छ नि, घुमाउनुपर्छ। कसलाई टोइलेट आएको छ पछि काट्नु मिल्छ। अनि त्यसमा साउन्ड हाल्न मिल्छ बिना? अनि त्यहाँबाट सिन चाहिँ मेन कुरा हो क्या। त्यहाँ दुईवटा गाडी राखेको थियो होइन। अनि एउटा त्यस्तै फिस्टी परेको बुढो म अलिक पर पुगे पछाडि क्राइसलमा नगएर फिरेँ क्या म। अनि त्यहीँ आइपुग्दा चाहिँ ऊ पनि उताबाट हिँडेर पनि छेकियो क्या। छेकेर अनि म यसो गरेर उभिएको थिएँ। यसो गरेर उभिएर यसो गरेर हेऱ्यो होइन। माई गड, म त यस्तो डर लाग्यो नि।
यहाँ अब ओह्रालो लाग्यो बुढी अब घुँडाको काम छ अब त यसरी हो बुढा यसरी अब ओह्रालो हिँड्दाखेरि के भएर दुःख आज धेरै पनि ए हिँडेर अब हाम्रो डाउन हिल यात्रा सुरु छ गाइज हामी अब टप पोइन्टमा आएर ओह्रालो झर्दै हो अब घुँडाको काम सही छ यहाँ अलि जोगिएर डाउन हिल गर्ने क्रम जारी छ तर पनि ओह्रालो लाग्दाखेरि एक किसिमको चाहिँ आफूलाई उकालो चढ्दा भन्दा कहिलेकाहीँ राहत जस्तो महसुस भएको छ सूर्य भगवान साथ दिइराख्नु भएको छ आज खुसी भएर सबैलाई खुसी बनाउनु भएको छ यहाँ त अलिअलि फलै छ त कुन चेरी ब्लम होइन हौ पुरा अघि यो माथि हो के हो यो अघिको बाटोको जस्तो झुकेको छ हेर्नु कति सिधा सिधा नि पुरै नै आहा सिलिक्कै नि हो पुरै पुरै एरिजोनाको जस्तो रुखहरू क्या निकालेको युरा यसलाई चाहिँ युरा भन्छ क्या यो चाहिँ गार्डनहरूमा काम लाग्छ ए हो र यो चाहिँ एउटा गार्डनको फन्डामेन्ट बनाउनुलाई तलको अहिले हेर न आज हामी छुट्टी बुढाबुढीको पनि छुट्टी अनि हामी धेरै टाढा 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 वकिङ गर्नु आएको छौँ यहाँ राम्रो नेट पनि टिप्दैन घरमा गएर कल गर्छु बरु के हुँदैछ अनि गोलुलाई सन्चो भयो पियुआई पैनी अरे उया माथि पुइनी पिउने अरे होइन माथि पिउने ए रुइने आर चाहिँ अलि नि पिउने भयो त होइन अलि माथि कुर्बेमा पिउने थियो हजुरहरूले पिउनु भन्न एकदम स्वाभाविक पिउने रहेछ क्या मान्छेले पनि चलाउनु चाहिँ डेन्जर नि दिनभरि यहाँ बसेर दिनभरि यहाँबाट काम गऱ्यो यो खिच्नु न त अहिले यो यहाँ खिचेको भए चाहिँ राम्रो आएको हाम्रो दह्रो डाउन हिल सुरु छ बिस्तारै आऊ ढिलो गए पुगिन्छ अब चाहिँ हामी तल ओह्रालो लाग्दै हो पर नेसनल रोडहरू हाइवेहरू देखिन थाल्यो परको अनि यसरी गइँदैछ है गाइस आउने मान्छेको क्रम पनि आउने जारी छ यो हेर्दा यस्तो सही ओह्रालो रहेछ हौ हाम्रो